सक्नुहुन्छ मोमो छ यता करेन्ट कोक खरबुजा के रे कसो भन्न लाग्यो अंगुर नेता पानीपुरी हो यता के भन्छ मामा चाउचो बुझी हट विंग्स यता मुया उ जस्तो देखियो के है देखे भारे कोही किन पार्टी भएर यता यहाँ मस्त छ भन्नु हेलो नमस्ते जोडले स्वागत छ तपाईहरुलाई आजको मेरो ब्लगमा गाइज अनि हामी यता कहाँ जंगलतिर भन्नु होला न्युरो टिप्न आएको यस्तरी हैन हेर्न सक्नुहुन्छ साथीहरु अहिले हामी चाहिँ यहाँ के भन्छ चुडे उदानमा तिर आएको छौं बरगाडदेखि इति ठ्याक्क के रे यो टिसनबाट इति यतापट्टि यो बाटो हेर्न कस्तो राम्रो बना यहाँ त न्युरो टिप्नलाई न्युरो टिप्न बसेको मान्छे खै कता हराइ खै न्युरो अब यहाँदेखि माथि जाने हो साथीहरु मैले र मुइयाले चाहिँ त्यो के रे हरियालीदेखि माथि भनेको भुन्डीले चाहिँ यता भनिदिए मेरो भनेको पत्ता हुँदैन नि फेरि मैले जहिले 100 बाटो लिएर जान्छु ला लौ न कसको कपडा हो यस्तो नफालम न म नगइनी मलाई थाहा हुन्छ कि हामीसँगै के सामान छ साथीहरु खैले पकडम 4 जना मात्र 3 जना मात्र भयो ल हेरौ त पाला पकडम खदिन त बोक्दिन्छु पर्दैन खासमा हामीले के भन्छ जाप्चाबाट किमानु र हट ड्रिङ्क्स लाने भनेको बन्द भयो अनि अहिले आएर मोमो के छ अहिले माथि गएर पानीपुरी माथि गएर देखाउँछौँ के लानु हैन साथीहरु अहिले चाहिँ यसरी रहेछ यो बाटो एक दिन बिहान आउँ न आउँछ नै मान्छेहरु कति धेरै हैन आज सनसेट हेर्न आयो आज चाहिँ हामी न्यू इयरको सनसेट हेर्न आएको गाइज कन्टेन्ट आन्टीलाई फेसबुकमा कन्टेन्ट मलाई टिकटक र के भन्छ युट्युबमा कन्टेन्ट हामी चाहिँ असिस्टेन्टहरु हाम्रो चाहिँ हिजो 4 बजेतिर प्लान बनेको अनि बिहानसम्म 4 जना थियौँ लास्टसम्म गएर 3 जना भयौँ साथीहरु अब हैन थाकल फल्ने बेला अनि खाएर नि भइसक्यो कति त हेर्न सक्नुहुन्छ ए भाइ छोड्दिन ए पर्दैन यसो भएको अवस्था न यहाँ हामी चाहिँ माथि गएर के भन्छ बरकाटको भ्यू देखाउँछौँ के रे है फोटो फाल्ने ठाउँ हेर है रहेछ हेलो त चाहिँ चेन गाडी अब हाम्रो गाउँमा कोही नयाँ मान्छे आयो भने यही लिएर आउने भ्यू हेर्नुहोस् सास पुग्यो साँच्चै मुया कति बजे यत्रो हिँडेको अझ यही बाटो कैलाश पनि जान्छ हैन उमा भिडियोमा त फेरि त्यो सम्म बाटो देखा माथि हो के सम्म देखाएको अहिले एकछिनमा देखाउँछ साथीहरु थकै लाग्यो मलाई त बस्नु अगाडि मान्छेहरू पनि गएको छन् अघि नै तलबाट देखेको थियौँ माथि गएर फोटो राख्न माथि नै गएर देखाउँला तेरो अझै हामी उतो डाँडामा जाने हो त्यो डाँडामा सबैले थकै लगाइसक्यो हामीलाई थकै लगाएर जङ्गलको देवी देउता सरी मैले पहिल्यै खाइदिएँ पानी खाँदैन स्याहार कति पछि हिँडेर हो कि यस्तो भएको सबको हालत खराब भयो यहाँदेखि बल्ल भ्यू हल्का देखिन्न अझ माथिबाट झन् डेन्जर देखिन्छ साथीहरु अलि उस छैन के अरे बादल त्यही भएर हल्का मात्र उमेर स्कुल
मेरो स्कुलमा मेरो अझै आउन बाँकी हो वहाँ ल पसिनै ल हेर्नुहोस् सनसेट वाउ कस्तो राम्रो देखेँ क्या मान्छेहरू माथि हल्का धेरै होइन 5-6 जना आँसु हुलुलु लाग्यो डेली पुग्नु लाइन साथीहरू ल्याउ आले पकडेको मुइयाले यहाँ पो रहेछ पिङ खेल्ने भ्यू हेर्न सक्नुहुन्छ अलिक उस भएको है नखुलेको ऊ त मेरो स्कुल रे यो बरघाटको पानताल लपताल मान्छे पानतालले उता पनि हो के ताल हो यो हामी उता बस्न छोडेर यहाँ यस्तो कुना कप्तामा छ किनभने मान्छे कति धेरै हुन् कि सोचेको थिएन तर म त आउँदैन मोमो बसाइसक्यो मलाई त त्योभन्दा चाहिँ त्यसो भए त यस्तो झाडी भने त्यो उता राम्रो थियो नि त्यो हामीले सामान मिलाउँदै हम साथीहरू रुमाल के अरे के भन्छ त्यो तन्ना जस्तो केही नलिकन यो रुमाल लिएर आएको थियौँ त्यही दिछाउँदै हम अनि प्लेटहरू पनि केही छैन यहाँ हेर्न सक्नुहुन्छ प्लास्टिकमा ल्याउनु पर्ने रहेछ नि पानीपुरी पानी नि के हालिदिएको र हेर्न सक्नुहुन्छ मोमो छ यता करेन्ट कोक खरबुजा के अरे कस्तो भन्न नआएको के अरे अङ्गुर अनि यता पानीपुरी हो यता के भन्छ मामा चाउचाउ भुजिरी हट विङ्स यता मुया ऊ जस्तो देखियो क्या टुप्पी है कति देखेर पारे कहिले नपार्ने भएर यता यहाँ मस्तातिर अब हामी खाना भने पनि नास्ता भने पनि यही हाम्रो आजको हाम्रो न्यु इयरको ल चेस गरौँ न त हेप्पी न्यु इयर हेप्पी न्यु इयर चेस गाइस हामीले खाएर सिद्धाइसक्यौँ त्यहाँ एउटा पनि फोहोर फाले छैन त्यहाँ हालेर अनि भुन्डीले नि त्यहाँ त फाल्ने जति लिएर हिँड्यो भुन्डी दिदी कस्तो लाग्यो मेरो ललिपप के अरे सदैव म यहाँको ललिपप खाएको भुन्डीको तन्ने मुयाको ललिपप खाएको अरे भेटेन नाइ पानीमा घप्लक्क खान्छ पानीको सुविधा पनि रहेछ साँझको भ्यू अब यहाँदेखि हामी ओह्रालो लाग्नु ला हामी लाइट बाल्दै जान्छ डरले हामी दुगुर्दै आएको गाइन्छ तल पुग्दै रहेछन् साथीहरू एकैचोटि झरिसकेँ वहाँदेखि झरिसकेँ मैले यहाँ ठ्याक्क टिसननिर छ बाटो यहाँ यस्तो छ साथीहरू हेर्न सक्नुहुन्छ बनिरहेको छ त्यो त
अब यहाँदेखि सिधै घर जाने अब अटो चढेर अब घरतिर जान लाग्यो सर लगाएर देखेन हामीले त गाइस ऊ त्यहाँ साथी हो हामी घर आइसकेको छौँ कस्तो लाग्यो आजको हाम्रो के ड्राइभ पिकनिक दामी फागुन 15 भन्दा रमाइलो है डेन्जर रमाइलो भयो हामी घर आइसक्यौँ अन्त रमाइलो भएको त भिडियो बनाउनै पाएन नि के गर्ने ल यो कुनटा बाटो लागौँ साथीहरू ल ए कुनटा बाटो यता मेरो मामा सुयो टुमारो बाटो घुमाएर यिनीहरूले मोमो 1 प्लेट मोमो पनि तुर्न सकेनन् दुईजनाले मैले चाहिँ तुरेको साथीहरू ल म यहाँ यो पनि प्लास्टिक थियो त सामान जति भोलि लिउँ न यो ए पुरा यो बत्ता चाहिँ लिएर जान्छु ल भाइदिन्छ नि के साबरिङ सबै भोलि लिन आउँछु ल भोलि आउँछु न हाम्रो घर आऊ के पकाइ बाजे ठिक छ है भाइ आज भाइले पकाएको रहेछ सोचेहरू के पकाइ आज ग्यासमा आइछ कसलाई मलाई किन खोज्नु जाने भाइ जस्तो हो क्या कुखुराको मासु बनाएको रहेछ साथीहरू त्यही पनि ग्यासमा महँगो बाँच्न नआखा मासु त महँगो बाँच्न आइहाल्छ भाइ मम्मीहरूको हे ल म पनि कपडा फेर्छु अनि जान्छु साथीहरू मामा घरमा जेनी जेनी डल्ले निशान भेना बाबु बाबु भने नि भेना भने नि भन्छु मैले होइन साथीहरू अनि भाइ पनि आइछ अरे दुइटै यता खाने के गर्ने तिनीहरू के त पक्कै गेम खेल्न बसेको हुन्छ ब्रेकअप भयो क्या ठिकाना सुने जस्तो याद हाम्रो भेना के हेरेको बेला के गरेको गेम साथीहरू ओडिडी आजको मेरो ओटिडी साथीहरू राति भए पनि ओटिडी देखाउँदैछु यो मेरो यो पेन्ट मेरो यो पनि मेरो यो चाहिँ भनिदिएकै साथीहरू त्यो लुलु ज्याकेट हो के ज्याकेट हुन्छ नि हप्ता लागेको त फटाफट कपडा फेरौँ अनि त्यसपछि सिधै ओ खाना बोलाउनु छ अरे कपडा फेर्छु अनि त्यसपछि सिधै मामा घर जाने साथीहरू भएको छ त्यसपछि भेटौँ है त एकैचोटि मामा घर गएर आजको न्यु इयर डेन्जर दामी रमाइलो भयो साथीहरू ल भेटौँ न एकछिनपछि गाइज अब म यहाँदेखि घरबाट मामा घर जाँदैछु साथीहरू फ्ल्यास बालेर आँखा नै देखेन अँधेरो भएर जान सक्नुहुन्छ हाम्रोमा यो लाइनमा यति यो भुन्डी घरदेखि यता तक चाहिँ बत्ती नै छैन फटाफट जाऊँ अनि उहाँबाट सबैजना भेट्नु चाहिन्छ वर्षको बाद यहाँ खाना गएको मामा घर यहाँ आन्टी मैले त केही खाना कहाँ गिलास यता आन्टी उता बा उता मम्मी बाबा आमा उतापट्टि आज अङ्कल हुनुहुन्न अस्ति जस्तै खिचिसके के गर्नु त्यो डिलिट भयो